भइरहने, साथसाथै नाक बन्द भइरहने। यदि यस्तो लक्षणहरू देखिन थालेको छन् भने तपाईँलाई सिजनल एलर्जिक भएको हुनसक्छ। नमस्ते, म डाक्टर प्रवीण पौडेल, आयुर्वेद चिकित्सक। किन विशेष गरी यो फुलहरू फुल्ने एवं वसन्त ऋतुमा नै किन यो एलर्जिक राइनाइटिस चाहिँ एकदम अत्याधिक देखिन्छ त? वसन्त ऋतुमा फुलहरू फुल्नेसँगै उनीहरूमा भित्र पोलेन ग्रेनहरू हुन्छ र यो पोलेन ग्रेनहरू हावामा पनि फैलिएको हुन्छ र हाम्रो शरीरले यसलाई चाहिँ एलर्जीकारक तत्त्व भनेर चिन्दछ र हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता चाहिँ उनीहरूप्रति एकदमै संवेदनशील भइरहन्छ। यसरी यो पोलेनहरू हाम्रो शरीरमा सम्पर्कमा आउँदा बित्तिकै हाम्रो शरीरले चाहिँ एउटा हिस्टामिन भन्ने तत्त्वलाई रिलिज गर्छ र जसले गर्दाखेरि हाच्छिउहरू लागिरहने, आँखा एकदम रातो हुने, नाक बन्द हुने, नाकबाट पानी जस्तो सिकान बगिरहने। अझ यो विशेष गरेर बिहानको समयमा चाहिँ एकदम अत्याधिक मात्रामा देखिन सक्छ। वसन्त ऋतुमा विशेष गरेर मौसम पनि एकदम सुक्खा हुन्छ र हावा पनि एकदमै धेरै जोडसँग लाग्छ। त्यसले गर्दाखेरि चाहिँ यो पोलेनहरू चाहिँ एकदम टाढा टाढासम्म सजिलै पुग्न सक्छ र हामीले सास फेर्दाखेरि हाम्रो नाकभित्र पनि सजिलै पस्छ, जसले गर्दाखेरि हाम्रो शरीरको इम्युन सिस्टम चाहिँ एकदम हाइपर सेन्सिटिभ हुन्छ र धेरैजनालाई एकैपटक यस्तो इन्फेक्सनहरू देखिरहन्छ। काठमाडौँमा विशेष गरेर धुलो र धुवाँ एकदम धेरै छ। त्यसमाथि अझै धेरै पोलेनको इन्भल्भमेन्ट भएको कारणले यस ऋतुमा अझै काठमाडौँमा बढी प्रभाव पर्दछ। दिउँसो एकदम धेरै न्यानो हुने र बिहान बेलुकामा चाहिँ चिसो भइराख्ने भएको कारणले गर्दा पनि नाकको म्युकोसा चाहिँ एकदम धेरै संवेदनशील हुने भएको कारणले टेम्परेचर फ्लक्चुएसनले गर्दा पनि यो अझै बिहानमा र साँझ बेलुकातिर अलि बढी देखिन्छ। कस्ता मानिसहरू चाहिँ यो सिजनल एलर्जीको एकदम हाई रिस्कमा पर्छन् त? जो व्यक्तिहरूलाई पहिल्यैदेखि एलर्जी छ वा एलर्जीप्रति संवेदनशील छन् उनीहरूलाई देखिन्छ। त्यस्तै गरेर यदि तपाईँ दमको बिरामी हुनुहुन्छ भने पनि तपाईँलाई यो देखिन सक्छ। त्यसकारणले यदि तपाईँहरू घरबाट बाहिर निस्किनु हुँदैछ भने मास्कको प्रयोग एकदमै धेरै गर्नुहोस्। बिहान र बेलुको समयमा वा हावा बढी चलेको बेलामा घरमै बस्नुहोस् वा सतर्क भएर हिँड्नुहोस्। कतिपयलाई घरमा पालिएका घरपालुवा जनावरहरू जस्तै कुकुरहरू, बिरालोहरूको रौँहरूबाट पनि यो एलर्जी हुनसक्छ। त्यसकारण यदि तपाईँहरूको घरमा बिरालो वा कुकुरहरू छ भने उनीहरूको नजिकै हुँदाखेरि यस्तो एलर्जी हुनसक्छ। त्यसकारण यसबाट पनि तपाईँहरू सतर्क रहनुहोस्। यदि तपाईँहरूले एन्टी एलर्जिक औषधिहरू जस्तै मोन्टिलुकास्ट, लिभोसिट्रिजिनहरू खाइरहनु भएको छ र यसले तपाईँलाई खाँदा मात्रै काम गर्छ भने हामीसँग अर्को विकल्प पनि रहेको छ। यसलाई हामीले आयुर्वेदमा एउटा शोधन प्रक्रिया भनेर जान्दछौँ। यो एउटा नस्य थेरापी हो। यसले चाहिँ तपाईँहरूको नाकहरूलाई सफा गरेर सबै विकारहरूलाई चाहिँ मुखबाट निकाल्ने गर्दछ। यो प्राय आयुर्वेद औषधालयहरू वा नजिकैको आयुर्वेद सङ्घ संस्थामा यो सजिलै गर्न सकिन्छ। यसबाट पनि तपाईँहरूले लाभ लिन सक्नुहुन्छ। धन्यवाद।